यो अवसरका लागि जिमीजीलाई र यो संस्थालाई धेरै धेरै धन्यवाद। आज दुईजना पालिका प्रमुखहरूको आज हामीले भर्खरै कुराकानीहरू सुन्यौँ। म नेपाल घुमिरहेको छु। मैले थोरै मात्रै पालिकाको प्रमुखहरूलाई भेटेको छु जसले आफ्नो सबैभन्दा मुख्य राजनीतिक मुद्दा नै शिक्षालाई बनाउनु भएको छ। त्यो मध्येको दुईटै पालिका प्रमुखलाई आज हामीले यहाँ मञ्चमा उहाँहरूलाई भेट्न पायौँ, सुन्न पायौँ। म उहाँहरू दुवैजनालाई हार्दिक बधाई दिन चाहन्छु। मैले सिन्धुपाल्चोकको शिक्षासँग जोडिएको प्रत्येक कार्यक्रममा तासीजीलाई भेट्ने मौका पाएको छु। एकदमै ठुलो कमिटमेन्ट छ। एजुकेसन नै हो, यसकै माध्यमबाट बदल्छु भन्ने कुरा म अघि जिमीजीलाई भन्दै थिएँ। उपेन्द्र कार्कीले यो बाल शिक्षादेखि लिएर अरू थुप्रै कुराहरू, सानसाना कुराहरू तर एजुकेसनमै गरेर म आफ्नो नगरपालिका बदल्छु भन्ने एउटा प्रयास गरिराख्नु भएको छ। यस्तै पालिका प्रमुखहरू हामीलाई थप चाहिएको हो। म यो दुईटै पालिकाको थप सफलताको पनि कामना पनि गर्छु। आज हामीले करिब 70 जना विद्यार्थी साथीहरूलाई पक्का स्कलरसिप दियौँ। तपाईहरु सबैलाई हामी सबैको तर्फबाट शुभकामना छ। तपाईहरुको योभन्दा अगाडिको यात्रा सुखद रहोस्। तपाईहरुले आफ्नो मेहनतबाट यति अचिभ गरिसक्नु भएको छ। यसमा तपाईको परिवारको सदस्यहरूको ठुलो यसमा मद्दत छ, तपाईहरुको कम्युनिटीको मद्दत छ, टिचर्सहरूको मद्दत छ। यहाँबाट यहाँसम्म आइपुग्नु भएको छ। योभन्दा अगाडिको यात्राको लागि हेल्पले तपाईहरुलाई धेरै ठुलो एउटा सपोर्ट उपलब्ध गराएको छ। यो सबै कुरा होइन तर धेरै महत्त्वपूर्ण कुरा हो। यो तपाईहरुप्रतिको विश्वास पनि हो, तपाईहरुप्रतिको भरोसा पनि हो। तपाईहरुले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्नुहुन्छ भन्ने भरोसा राखेर जिमी र हेल्पसँग जोडेका थुप्रै संस्थाहरू मिलेर तपाईहरुको लागि अगाडि बढ्नको लागि सजिलो बनाइदिने एउटा छोटो एउटा सानो प्रयास हो। त्यसैले तपाईहरु सबैको हामी सफलता होस् भन्ने हामी चाहन्छौँ। यहाँ आज हामीले हेरिसक्यौँ यस्तै स्कलरसिप पाएर जानुभएको कति साथीहरूले जीवनमा कति धेरै प्रगति गर्नुभएको छ। भोलि तपाईहरुको नाम पनि त्यसरी आओस् भन्ने हामीहरू चाहन्छौँ। एउटा दुईटा कुरा मात्र भन्नु छ मेरो तपाईहरुलाई, धेरै कुराहरू के पनि छैन। हामीहरूले भन्दा अझ नयाँ जेनेरेसनको साथीले अझै बढी कुराहरू जान्नु भएको छ भन्ने विश्वास राख्छु म। अझै बढी तपाईहरुले सिक्नु पनि पर्ने छ। तपाईहरुको अगाडिको यात्रा सजिलो छैन। हाम्रो बेलामा भन्दा तपाईहरुको गाह्रो छ। धेरैले के भन्छ भने तपाईहरुलाई हाम्रो पालामा एकदम गाह्रो थियो, तिमीहरूको पालामा एकदम सजिलो छ। तिमीहरूलाई त एकदम सजिलो छ भने धेरैले भन्छ। मलाई त्यस्तो लाग्दैन। हाम्रो पालामा सजिलो थियो, तपाईहरुको पालामा झन् धेरै गाह्रो छ। हामीहरुकोमा एसई भन्थ्यो, बेलामा एसएलसी भन्थ्यो। एसएलसी पास गरिसके पछाडि एकदम के पढ्ने ठ्याक्कै एसएलसीमा कति मार्क्स ल्यायो त्यसको आधारमा ठ्याक्कै छुटिन्थ्यो। साइन्स पढ्ने, फर्स्ट चोइस साइन्स, त्यसपछि म्यानेजमेन्ट, त्यसपछि गइसके पछाडि लिबरल आर्ट्स, खास गरिकन आइए भनेर भन्थ्यो त्यो बेलामा। अनि त्यस पछाडि गइसके पछाडि ल। सबैभन्दा कम पर्सेन्टेज एसएलसीमा आयो भने चाहिँ गएर ल पढ्ने, यसरी जान्थ्यो है। त्यो केही कुरामा त तलमाथि हुन्थ्यो। +2 थिएन, सिधै क्याम्पस गयो एसएलसी पछाडि। अनि क्याम्पस सकिसके पछाडि फेरि क्याम्पसको फर्स्ट 2 वर्ष सकिसकेपछि अब ब्याचलर्समा पनि के पढ्ने हो, एकदम ठ्याक्क छुटेको हुन्थ्यो। धेरै चोइस पनि थिएन। र एकचोटि पढेर एउटा सेटअप स्किल लिइसकेपछि, डिग्री एकाडेमिक डिग्री लिइसकेपछि जीवनभरलाई पुग्यो। जस्तो इन्जिनियरिङ पढ्यो सक्यो, इन्जिनियर भयो, इन्जिनियर भइसकेपछि त्यसले केही कुरा लिएर आउँथ्यो। एमबिबिएस पढ्यो सक्यो, फर्दर अलिअलि पढ्यो सक्यो। एउटा स्किल सेट भइसके पछाडि वान वुड सर्भाइभ, मजाले बाँचिहाल्थ्यो, सकिहाल्थ्यो। के भनिन्छ त्यो बेलामा भने एउटा स्किल सेट भइसके पछाडि करिब करिब 10 वर्षसम्म जस्ताको तस्तै काम गर्छ। 10 वर्षपछि अलिकति घट्थ्यो, फेरि एउटा रिफ्रेसर ट्रेनिङ लियो, सकिहाल्यो। अहिले स्किल सेटको लाइफ कति छ? अहिले के भन्छ पछिल्लो समय स्किल सेटको लाइफ जम्मा 4 वर्ष छ भन्छ। अझ अब घटेर 2 वर्ष हुन्छ भन्छ। अर्थात् तपाईँले अहिले +2 सक्नुभयो, +2 राम्रो पढ्नुभयो, +2 सकेपछि तपाईँ अब बिबिए पढ्न जानुभयो। बिबिएको एकाडेमिक डिग्री नै 4 वर्षको छ। बिबिए पढिसकेर त्यो 4 वर्ष बिबिए पढ्दै गर्दा जे स्किल सेट सिक्छु भनेर पढिराख्नु भएको छ, पढेर निस्कँदै गर्दाखेरि तपाईँले सिकेको स्किल सेटको लाइफ चाहिँ आधा भइसक्यो। अर्को नयाँ आइसक्यो, नयाँ च्यालेन्ज आइसक्यो। पछिल्लो समयमा टेक्नोलोजी, पछिल्लो समयमा आएको एजुकेसनमा आएको चेन्जेस, थुप्रै कुराले गर्दा यति धेरै कम्पिटिटिभ भएको छ, यति धेरै नयाँ कुराहरू आएको छ। पहिलाको भन्दा धेरै कुराहरू बदलिएको छ, धेरै कुराहरू पहिलाको भन्दा गाह्रो भएको छ। स्ट्रेस पनि त्यही खालको छ, मेन्टल हेल्थको च्यालेन्जेसहरू छ, थुप्रै कुराहरू छ। यो बिचबाट तपाईहरु त्यसबाट नेभिगेट भएर निस्कनु पर्ने छ। त्यसको लागि अघि नै पालिकाको अध्यक्षले भनिसक्नुभयो, तपाईलाई 4 वटा कुराहरू भन्नुभएको छ। म त्यसमा एउटा कुरा मात्र थप्छु।
सबैभन्दा इम्पोर्टेन्ट कुरा, सबै कुरा इम्पोर्टेन्ट छ, मलाई आफूलाई लागेको सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको तपाईसँग राइट एटिट्युड छ कि छैन। कुनै राइट एटिट्युड भनिसके पछाडि कुनै पनि विषयवस्तुलाई हेर्ने तपाईँको दृष्टिकोण के हो। सबैभन्दा फर्स्ट के चाहिन्छ भन्ने लाग्छ मलाई भने तपाईँसँग हेर्ने, तपाईँ कुनै पनि कुरालाई सकारात्मक ढङ्गले हेर्न सक्नुहुन्न। मैले जिमीलाई एक शब्दमा कसैले व्याख्या गर भनेर भन्यो भने मैले जिमीलाई त्यही भन्छु, जिमीको आँखै सकारात्मक छ। जिमीले प्रत्येक कुरालाई पोजिटिभली हेर्न सक्छ, त्यही भएर जिमी आज यहाँ छ। सिम्पल कुरा त्यही हो। त्यही ठाउँमा त्यही मान्छेलाई त्यही विषयवस्तु त्यही हो, नेपाल त्यही हो, देश त्यही हो, हामी त्यही हो, यहाँको हामी नेता भनौँ, पार्टी भनौँ, यो भनौँ, सरकार भनौँ, सबै एउटै हो नि, समाज यही हो। यही भइरहेको कुरालाई हेर्ने कसरी पोजिटिभली हेर्न सक्यो, त्यति एउटा कुरा गर्दै हो भने तपाईँले आफ्नो वरिपरि अपर्च्युनिटी देख्नुहुन्छ। म आजभोलि जहाँ जाँदै गर्दा पनि यङ साथीहरूले के कुरा इन्करेज गर्छु भने तपाईँले अब 11-12 पढ्नु भएको छ, 11-12 पढ्न पाउनु भएको छ, तपाईँले अब ग्लोबल्ली कम्पिट गर्नुपर्छ। हातमा अहिले हुन त अब अहिले सरकार अलिकति बरालेर 2-4 दिन केही साइटहरू बन्द गरेको छ, 2-4 दिनमा ठिक ठाउँमा आइहाल्छ फेरि, होइन, केही छैन, त्यो धेरै लामो समय जाँदैन। तर तपाईँले आफ्नो, म कति साथीहरूलाई गएर सोध्छु, तपाईँको हातमा फोन छ, तपाईँहरूको अथवा टेक्नोलोजीमा तपाईँको एक्सेस छ, तपाईँले अहिले हातमा फोन भएको ठाउँबाट यहीँ आफूसँग भएको फ्री वाइफाईबाट यहाँभित्रबाट एउटा फ्री साइटमा गएर तपाईँ संसारको 101 राम्रो विश्वविद्यालयको ले अफर गरेको कतिपय कोर्स अलमोस्ट फ्री, कतिपय एकदमै थोरै पैसा दिएर तपाईँ त्यहाँ गएर पढ्न पाउनुहुन्छ। यहाँ बसेर तपाईँ 11-12 पढ्दै गर्दाखेरि, त्यो 11-12 पढ्दै गर्दाखेरि दिनमा 3 घन्टा 4 घन्टा तपाईँले टेक्नोलोजीमा तपाईँको एक्सेस। अहिले पनि मैले बोल्दै गर्दाखेरि आधा मान्छे तल यसरी हेरिराख्नु भएको छ, किन हाम्रो भ्याइ नै भ्याइ छ। अहिले 2टा कुरा छुट्ला कि भन्ने छ, होइन। अनि के नथिङ रङ अबाउट इट, आफ्नो कुरा हो, आफ्नो प्रायोरिटिजहरू हो। तर यो एक्सेस अब तपाईँ पोजिटिभ हुने भनेको के कुरा के हो भने मसँग यो एक्सेस छ। मैले मैले सोधेँ, कोही हेलम्बुबाट आउनुभएको छ, कोही खोटाङबाट आउनुभएको छ, कोही यहीँ मेलम्चीबाट आउनुभएको छ, विभिन्न ठाउँबाट आउनुभएको साथीहरू हुनुहुन्छ। मैले यहाँसम्म आएँ, यहाँसम्म पढ्न पाएँ, मलाई हेल्पले मद्दत गर्यो। मैले अब 11-12 पढ्न पाएको छु, राम्रोसँग पढ्छु र पढ्दै गर्दाखेरि मसँग भएको यस्तो एउटा अपर्च्युनिटी मैले युज गर्छु। म यस्तो सलिड फाउन्डेसन बनाउँछु 11 र 12मा। 12 कक्षा सकिसकेपछि त्यसपछि मलाई अपर्च्युनिटीको सबै ढोकाहरू खुल्छ। म जुन ढोकाबाट छिरे पनि हुन्छ, तर म कम्प्लेन गरेर बस्दिनँ, म गनगन गरेर बस्दिनँ, म यो पनि भएन त्यो पनि भएन रोएर बस्दिनँ। मसँग पाएको अपर्च्युनिटीको युज गर्छु भनेर तपाईँहरूले सोच्नुभयो भने तपाईँले अहिले पाइरहेको कुराबाट धेरै माथि जाने अवस्था तपाईँसँग बन्न सक्छ। सो आई विश यु अल द बेस्ट। यहाँ आउनुभएको प्रत्येक तपाईँ हाम्रो लागि भ्यालुएबल हुनुहुन्छ। प्रत्येक एकजना हाम्रो लागि भ्यालुएबल हुनुहुन्छ, किनकि त्यो एकजनाको लाइफमा आउने चेन्जले नै सबै यो आउने ठुल्ठुलो चेन्जहरू सबै मान्छेको सानसानो लाइफमा आएर आउने चेन्जेसहरू हो। तपाईँहरू सबैलाई हाम्रो तर्फबाट धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। लास्ट बट नट द लिस्ट, आई वुड लाइक टु से फ्यु वर्ड्स अबाउट जिमी। I don't remember the day and the date when we first met, but I still remember my very first impression, your impression on me. I saw a deep sincerity and a belief that education can transform life of people. The opportunity which Jimmy got, that helped to shape his future. And he was so convinced when I first met him. I remember when I got a chance to have coffee with him. He was so convinced that if the kids of rural municipalities or if the kids of very deprived background get similar opportunity like this, that will change, that will transform the lives of the people. So over the years, I've seen Jimmy's passion up close. I've seen him to help build schools after earthquake. I've seen Jimmy helping the students during COVID. I've seen him building schools. I've seen him providing teachers to the schools. So now this is no more work for Jimmy. This is no more work for Jimmy. This has become something like his life's purpose. That is why we have so much respect for him. And I know that
This is not only his journey. I know that this is a team effort. I know that there are so many supporting hands, his family members, his community members, people like the mayors, people, so many teachers, principals. They were all the time so supportive of Jimmy. And also the volunteers, the members of HELP. So many people has, and still they have trust in Jimmy. And thank you to Mondo Foundation. It wouldn't have been possible if you were not there. I know that. Organizations like Mondo Foundation and several other organizations, we know that now there are so many challenges. Just yesterday, our dear US President changed the name of one of his department from Department of Defense to Department of War. We know where the world is heading. We know there's limited resources. We know there are new challenges. But still, you are continuing your continuous help to Jimmy and HELP Foundation. It means a lot. We hope that in all these limitations, Jimmy will keep his good work, his HELP will move forward, and your organizations like Mondo Foundation will continue to support Jimmy and his passion. Matthew, you just mentioned that you just asked kids that you have to dream bigger. And with your help and Jimmy's passion, his drive, I fully trust that more kids will get help, more kids will get this sort of assistance, and there will be more people who will dream bigger. We would like these kids to dream bigger. And thank you, a big thank you to you, big thank you to all the supporting hands, and big thank you to Jimmy. Jimmy, मैले प्रत्येक वर्ष नेपालमा घुम्दै गर्दाखेरि कुनै ठाउँमा गएर कोही मान्छे भेटे, एकदमै अप्ठ्यारोमा परेको भेट्यो भनेदेखि भने पढ्न नपाएको मान्छे भेट्यो भने मैले पहिलो काम के गर्छु, मैले जिमीलाई फोन हान्छु, जिमी भन्छु, फोन गरिहाल्छु। मलाई के लाग्छ भनेदेखि भने जिमीले केही न केही खोज्छ होला, केही न केही गर्छ होला भनेर मैले त्यो के मेरो उसमै के आउँछ भनेदेखि भने त्यो म आफै सरकारमा छु, म आफै उसमा छु, तर मलाई त्यो आउने नै जिमी आइहाल्छ। अनि मैले जिमीलाई हेलो भन्छु, अनि जिमीलाई कहिलेकाहीँ मैले वाक्क दिक्क पनि लाउँछु। तर त्यो पढ्न नपाएको अप्ठ्यारोमा परेको मान्छे भनिसकेपछि त्यहाँ जिमी छ, जिमीले के गर्छ, त्यो त्यसैले जिमीको लागि यो काम, यो एनजिओ संस्था, यो कुनै रेगुलर होइन, यो एउटा प्यासन। किनभने जिमीले आफूले हेल्प पाउँदै गर्दाखेरि आफ्नो लाइफ यहाँ पुग्यो भनेपछि तपाईँहरूले पनि सानो मद्दत पायो भने तपाईँहरूले त्यो अपर्च्युनिटीलाई प्रयोग गर्नुहुन्छ भन्ने विश्वास हो। त्यसैले मैले ती कुरा म त्यति टुङ्ग्याउँछु, तपाईँहरूले आज पाएको स्कलरसिप होइन, तपाईँहरूले पाएको भरोसा हो, तपाईँहरूप्रतिको हाम्रो भरोसा हो। तपाईँहरूले त्यो भरोसालाई कायम राख्नुपर्छ। तपाईँहरूलाई भोलि भेट्दै गर्दाखेरि यतिवटा कुरा भनिदियो भने हामी खुसी हुन्छौँ। तपाईँहरूले कहीँ भेट्दै गर्दा भोलि तपाईँ विभिन्न ठाउँ पुग्नुहुन्छ, पुग्दै गर्दाखेरि दाइ अथवा हामीलाई खास गरी जिमीलाई कसैलाई पनि जमानामा तपाईँलाई भेटेको थियो नि, तपाईँलाई नर्लिङमा भेटेको बेलामा तपाईँहरूले हामीलाई स्कलरसिप दिनुभएको थियो, आज म यहाँ छु भन्दा गर्दा सक्यो हामीलाई। त्यो भरोसा छ, त्यो भरोसालाई तपाईँहरूले कायम राख्नु होला। यति नै कुरा राख्छु र जिमीलाई र जिमीको यो संस्थालाई यो मौकाको लागि फेरि पनि हार्दिक आभार प्रकट गर्छु। धन्यवाद।